नाम्चे बजार हो यो तलको स्कुल लागि लगभग $500 जति बोकेर आउनु पर्दछ यो यतिको खबडी चाहिँ यतिको खबडी यहाँ यसरी लगभग 3870 मिटर जति Honda. नोटमा राखिएको भिडियोमा देखिनको लागि नाटक गर्दैछौँ किन होला नि हिजो लुक्लादेखि यहाँ नाम्चेमा बास बस्यो अब आज एचजिपी खुङजोङ हुँदै ट्याङ्गुची गुम्बा हेरेर लिकुचेसम्म वेदर ज्यादा त्यति राम्रो छैन गरिसकेका छौँ यो नाम्चेदेखि देखिने हिमाल नाम्चे बजारको भ्यू पोइन्टदेखि देखिएको नाम्चे बजार हो यो तलको स्कुल तल्लो छेउको हेलिप्याड रहेको छ यहाँ सबै समग्रमा होटल व्यवसाय छन् धेरै जसो पुग्नु लाग्यो है अब सररररर बाटो यस्तो छ होटल एभरेस्ट भ्यू को छाना जस्तो लाग्यो यो चाहिँ एउटा म्युजियम भन्ने कुरो सुनेको थियो यो बन्द छ जस्तो छ अहिले नै माथि जान्नलाई यहाँ ठुलो बाटो होला नि त यहीँ हराइएला जस्तो छ हौ ढाकिहाल्यो एभरेस्ट भ्यू होटल पुग्यो होला भनेको होइन साँच्चै टाढै परेछ अब चाहिँ एभरेस्ट भ्यू होटल यहाँ छ एभरेस्ट भ्यू होटल हामी आइपुग्यो यहाँ आज बिहान त हिँड्न ठिकै हुँदो रहेछ सरासर हिँड्नलाई के खाने आज अनि एभरेस्ट भ्यू होटलको नजिकबाट देखिने यो दृश्य यस्तो छ लास्टको डाँडा खालि झर्ना कतिवटा छन् संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको होटल भनेर वर्ल्ड रेकर्ड राखेको होटल हो यो एभरेस्ट भ्यू आइपुग्यो हामी यही होटलदेखि देखिने भ्यूहरू हेर्नको लागि हामी यत्रो दुःख गरेर आइपुगेका थियौँ तर आज मौसमले चाहिँ एकदम ठगेछ आज यहाँदेखि सगरमाथा हिमाल लोत्से यस्तो सबै हिमालहरू 8000 भन्दा माथिको हिमालहरू यहाँदेखि देखिँदो रहेछ यो होटलदेखि यसको विशेषता यही हो यहाँ संसारभरिका पर्यटकहरू यहाँ घुम्न खान बास बस्नलाई यो होटलमा आउने गर्छन् यो होटल अलिकति महँगो छ छन चाहिँ लगभग एकजनाले खाना बस्नको लागि लगभग $500 जति बोकेर आउनु पर्दछ यो होटलमा जापानिजले बनाएको होटल यो 1971 मा धेरै खर्च गरेर बनाएको रहेछ धेरै सुविधा सम्पन्न होटल बर्खामा आज चाहिँ राम्रो खुलेको रहेछ खोला चाहिँ हिलाइ जाँदा थियो सब यहाँ होटलै मात्रै होला नि सर अर्को टोपी चाहिँ बोकेको छ बोकेर चाहिँ उनी टोपी चिसै हुन्छ होला भनेर उनी टोपी नै अनभर्सी डराउँछ एचइबीबाट यसो चियासा खाएर तल झऱ्यो हामी तल यो खुम्जुङ गाउँ
खुम्चुङ गाउँ घुम्छौँ जाँदै यहाँ हुस्सु लागिसक्यो तल जाँदै कति छिटो ढाके मौसमले यो लेकको मौसम चाहिँ बिहान चाहिँ खोल्छ दिउँसोपछि हुस्सु लागिहाल्ने सधैँभरि यस्तै हो यो खुम्चुङको गुम्बाको बारेमा लेखिएको छ यहाँ त्यो यति हुन्छ कि हुँदैन अहिलेसम्म थाहा चाहिँ छैन कसैलाई प्रमाणित भएको छैन तर यहाँ चाहिँ यतिको खप्पडी छ यो गुम्बामा चाहिँ यो गुम्बामा आउँदाखेरि हेर्नु होला यतिको खपडी चाहिँ यतिको खपडी यहाँ यसरी सुरक्षित गरेर राखिएको छ यो गुम्बाको एकदम आकर्षकै यही हो यहाँ हामीसँगै अरू देशी विदेशी पर्यटकहरू पनि यहाँ घुम्न आउनुभएको रहेछ उहाँहरू लुक्लादेखि आज यहाँ आइपुग्यौँ भनेर भन्दै हुन्छ यदि तपाईँहरू पनि यो भिडियो हेरेर बेस क्याम्प जाँदै हुनुहुन्छ सगरमाथा बेस क्याम्प भने यो खुम्चुङ पनि एक दिन बास बस्नु होला धेरै पर्यटकीय ठाउँहरू छन् यहाँ गुम्बा यसका वरिपरिका हेप्पी शृङ्खलाहरू धेरै रमाइलो छ खुम्चुङदेखि लाग्यो अब कहाँसम्म पुगिन्छ यहाँ घुमिसकेपछि भोलिपल्ट हामी फेरि लाग्यौँ यता डेङ्गुचेकतिर भोलिपल्ट बिहानको भ्यू हो यो वाउ कति लामो हिँड्नु घुम्दै जाँदाखेरि बाटोमा विभिन्न जनावरहरू भेटिन्छन् तर हेर्दै क्यामेरा छ भन्ने नि बिर्सिँदो रहेछ क्यामेरा अब हामी यहाँ पुगी थाना पुगिसक्यो ओह्रालो झरेर फेरि हल्का उकालो पुगी थाना यहाँ अटोमेटिक यो मानेहरू घुमाइरहेको छ पानीले घट्टा यसरी फुगी थानादेखि उकालो लागेपछि कहीँ पनि क्यामेरा निकालिएन एक ठाउँ बसेको ठाउँमा यसरी जोको हेरेर आउँदाखेरि भारी बोकेर आउँदै रहेछन् र एक ठाउँ बसेको ठाउँमा फोटो खिच्यो भिडियो खिच्यो यो उकालोभरि हामीले क्यामेरै निकालिएन अब हामी लगभग संसारको सबैभन्दा अग्लो अल्टिच्युडमा भएको यो गुम्बाको हाइट लगभग 3870 मिटर जति छ रहेको छ ट्याङ्गबेजी गुम्बाको माने घुमाएर वरिपरि परिक्रमा गरियो यो माने घुमाउँदाखेरि आफ्नो दाहिनेपट्टि पारेर सबै भएको माने जति सबै घुम्नुपर्छ भन्ने मान्यता रहेको छ हामीले यो अगाडि नै सिकिसकेका थियौँ यो गुम्बामा नियमित रूपमा लामाहरूद्वारा पूजा गरिन्छ पाठ गरिन्छ सधैँभरि हामी चाहिँ ट्याङ्गबुचेबाट लाग्यो अब यहाँ आउँदै रहेछन् दुईजना एकजना यो होटल गुल्लकमा चाहिँ यो मिलिङ्गो भन्ने ठाउँमा हामी खाजा खान जाँदैछौँ अहिले जान्छौँ होटल गुल्लक आइपुगेका छौँ माथि बल्ल होटलमा आइपुग्यो हामी बिचमा बसौँ न अब खाना खाने के खाने माथि जान्छौँ खाजा खाइँदैछ चाउचाउ अन्डा कति लामो लामो झ्याप हेरौँ त बाटो चाहिँ दामी छ है यहाँ चाहिँ यो त बोलेर पनि चल्छ हौ यतिकोमा त ल यतिको बाटो चाहिँ बोलेर पनि हिँडिदिन्छ क्या यो भिडियो देखायो भने मान्छेले यो त गाडीको बाटो होला एभरेस्ट बेस क्याम्प जाने बाटो होइन भन्छ नि सबैभन्दा आनन्दको बाटो यो मिलिङ्गोदेखि गाडी पाम्बुक चाहिँ जहाँसम्म जाने बाटो
अब यो पुल तरिसकेपछि उकालो बाटो सुरु हुन्छ। पाङबुचे पुग्ने बेला उकालो, यो उकालो चाहिँ नआइदिएदेखि हुन्थ्यो जस्तो लाग्छ। पाङबुचे पुग्यो अब, टेन्सन नगर। अलिकति अगाडि बढेपछि आमा डबलङ माल देखिने ठाउँमा पुगिन्छ। यो आमा डबलङ मालको फोटो 1 रुपियाँको नोटमा राखिएको यही ठाउँबाट खिचिएको फोटो हो त्यो। भेडा चढाउनु पर्ने यार है, भेडा पाल्नु त यता हेर न पाल्नु यता भेडा पाल्ने त्यतातिर पालौँ, यतै पालेर गरी खाएर पुग्छौँ। हिँडाइ चाहिँ यहाँभन्दा बढ्ता छैन है, हाम्रो सकिँदैन। भित्तातिर साइड लाग्नु, भित्तातिर अब लगाउन सकिँदैन भित्तातिर। अहिले हामी पाङबुचे आइपुग्यो। पाङबुचेको हाइट 3930 मिटर छ। ठ्याक्कै हिमाल देखिने ठाउँमा चाहिँ बादल लागेछ, हेर्न पाइएन। पाङबुचेबाट हामी अगाडि बढिसक्यौँ। अब सोमबारे हुँदै दिङबुचेसम्म पुग्छौँ भन्ने योजना बनाएका छौँ। सकिएन भने सोमबारेतिर बसाइ हुन्छ। आज हामी 2 क्याम्प त हिँडि नै सक्यौँ। अब सोमबारे हुँदै दिङबुचे पुग्दाखेरि 3 क्याम्प पुरा हुन्छ आजको हिँडाइ। हाम्रो जारी छ हिँडाइ, अप्ठ्यारो छ। ओहो साथी, कता देखिएन त? देख्यौ देख्यौ, हेलो देख्यौ है। फेरि म चाहिँ आँखे रहन्छ भन्ने होला नि फेरि पछि छोरा नातिलाई देखाउँदाखेरि। युट्युबमा पुरै सर्च गरेर राख्नु पछि। हामीले चाहिँ चस्मा साटेर लगाएको गाई जहिले उसले लगाएको मैले लाउने चस्मा हो। त्यो चाहिँ हावा छेक्दो छ, त्यसले त त्यो लगाएको मैले दिइहालेको छु। यो साइडमा आमा डबलङ हिमाल हो, देखिन देखाउन असमर्थ छु। पछि फर्किँदाखेरि अर्को भिडियोमा देखाउँला। अब यो हिमाल हेर्न पाइएन। अहिले सोमबारे आइपुगेका छौँ। लन्च गर्ने ठाउँ हुनुपर्छ सायद। 400 मिटर चढ्नुपर्छ अझै। 400 मिटर चढ्नलाई लगभग 2 घन्टा लाग्छ होला। यो छाता के हो थाहा छ त? यता पनि छ अर्को, यो छातामा जो आउँदैछ। यसै पुरै हिट आउँछ। बाटो सिटी लागिसक्यो म तल पुगेर। म यो यसो पानी तात्दैछ। अहिले हामी सोमबारे ट्याक्कै टपमा छौँ। सोमबारको हाइट 40-40 रहेको छ। के छ स्वास्थ्य अवस्था ठिक छ? बाटो यही हो। यो ठाउँमा घाँस अत्यन्त महँगो किलोको हिसाबमा बिक्री हुन्छ। किलोको 200 रुपियाँ किलो। अनि प्राइभेट जग्गामा यसरी घेरेर राखिएको हुन्छ घाँसलाई। दिङबुचेर फेरि चाहिँ छुटिने बाटोमा आइपुगेछ हामी। अब यो तल्लो बाटो लाग्यो भने यो पारिको बाटो लाग्दाखेरि दिङबुचे पुगिन्छ भने यता माथि लाग्दाखेरि दिङबुचे पुगिने के अरे फेरि चाहिँ पुगिने रहेछ। हाम्रो आज दोस्रो दिनको हिँडाइ भनौँ न। हिजोको रेस्ट हो, त्यस्तै छ।
दुईजनाको कहीँ पनि फोटो भिडियो आएन भनेर यहाँ चाहिँ स्ट्यान्डमा राखेर दुईजना हिँडेर चाहिँ आउँदैछौँ यहाँ भिडियोमा देखिनको लागि नाटक गर्दैछौँ दुईजनाको नाटक त अनि यो अनि कहाँ आइपुग्यो हामी खोइ दिनपछि आइपुग्नु लाग्यो कि भनेको गल्लिसक्यो लास्ट टाइम अब चाहिँ पहिलाको चल्दैन अब चाहिँ हाम्रो अब चाहिँ पहिला चल्दैन मेरो गाह्रो गाह्रो खाइसक्यो अब चौचौले पनि छोडो चक्लेटले पनि छोडो सबैले छोडिसक्यो अब हामी पुग्यो दिङबुचे यो चाहिँ अब दिङबुचे हो त्यो परदेखि कुहिरो लागेको ठाउँ अब सम्भवतः आधा घन्टा पछाडि हामी दिङबुचे पुग्दैछौँ त्यस पछाडि हाम्रो रेस्ट यो ठाउँ हो फाइनली दिङबुचे स्वर्ग भन्दा नि हुन्छ भनौँ चाहिँ एक दिन आउनेलाई स्वर्ग सधैँ बस्नेलाई चाहिँ दिङबुचे नै हो दिङबुचे आइपुगे स्तुपाहरू अब भोलि लाग्ने बाटो कता हो पनि आज यतै हो हाम्रो बसाइ अन्तिम गन्तव्य आइयो आजको खुम्चुङबाट ट्याङबुचे 1 क्याम्प पाङबुचे 2 क्याम्प दिङबुचे 3 क्याम्प आज हामी दुईजना बुढाबुढी चाहिँ 3 क्याम्प हामी एकै दिनमा 3 क्याम्प पार गरियो यो पनि एउटा सफलतै हो म्याडमको पनि एउटै हो होइन माथि बडी चेकमा बस्दैन मेरो पनि ड्युटी उनै होइन के अरे डिप्लोमा होइन एयरपोर्टमै दिङबुचे बजार हो यो चाहिँ के अरे डी कि के अरे अहिले डिपर था डी चलिरहेछ अरे अहिले यो डी चलेको बेला चाहिँ यहाँ आगो बाल्न नपाउने थियो अस्ति अहिले चाहिँ खुलिसक्यो आगो बाल्न आउन यो आलु खन्न बारीमा बस्न नपाउने छ अहिले पनि होटल यस्तो छ सररररररर डी प्रथा आगो बाल्ने नियम चाहिँ खुलिसक्यो आगो बाल्न पाउने भइसक्यो घाँस काट्न यो चुडो भने 10,000 जरिवाना बारीमा पस्न नपाउने आफ्नै बारीमा पनि पस्न नपाउने कस्तो खालको नियम रहेछ यहाँनिर अचम्मको अनौठो नियम अब रेस्ट गरिसकेपछि भोलिपल्ट बिहानको दिङबुचेदेखि देखिने रमाइलो भ्यूहरू हेरिसकेपछि हामी खाजा खाएर बेस क्याम्पतर्फ लाग्छौँ यी हिमालहरू यो चाहिँ आमाडब्लु यो साइडबाट हेर्दा यस्तो देखिन्छ के तपाईँ त्यो देखिनु भन नि त हिमाल देख्नु यो यही सानो बाटो लोत्से ठुलो बाटो छ त्यसै हेलो हजुर यो लौबुची होला यो अहिले दिङबुचेको भ्यू पोइन्टमा छ यसको अल्टिच्युड लगभग 4500 मिटर यो हिमालको नाम थाहा भएन यो चाहिँ आमाडब्लम हो यताबाट यस्तो देखिन्छ दिङबुचे बस्ती लोत्से यसको साइडमा पर्छ एभरेस्ट यो माथिको डाँडा चाहिँ हो यहाँको हाई क्याम्प हो यहाँ माथि गएर थोरै तल गएर चाहिँ भोलिपल्ट लेक लाग्दैन भनेर हाई क्याम्प गर्छन् यो लौबुची नै होइन नि भाइ यो पनि भएकोमा अब अर्को पार्टमा बेस क्याम्पसम्मको भिडियो आउनेछ